जिन्दगीमा आश चाहिँ कसैको नि गरेर नहिँड्नु क्या। तपाईँलाई कुन बेला कसले धोका दिन्छ भन्ने कुरा थाहा नै हुँदैन क्या। कुनै मान्छेमा पनि विश्वास नराख्नु क्या। आफूले आफूमा ट्रस्ट राख्नु होला, आफूले आफ्नो विश्वास गर्नु क्या। अरू बाहिरको मान्छे यताउति भन्ने कुरा त उनीहरूको त थोप्पा पनि विश्वास नराख्नु, किनकि जमाना यस्तोसम्मको खराब भइसक्यो कि कसले कति बेला आफ्नो स्वार्थको लागि धोका दिन्छ भन्ने कुरा थाहा नै हुँदैन क्या। अनि किन विश्वास गर्ने क्या। अर्काको विश्वासै छैन यो जिन्दगीमा, कसैको आश गरेर हिँड्ने कामै छैन क्या। जसले आश गर्छ नि त्यो मान्छेले लास्टै दुःख पाउँछ क्या, लास्टै दुःख पाउँछ। किन आश गर्नु पर्यो? तपाईँमा के कुराको कमी छ र? तपाईँ को भन्दा कमी हुनुहुन्छ र? लाग्ला समय गर्नुहोस् न, मेहनत सुरु गर्नुहोस् त। कसम क्या तपाईँले पाउनुहुन्छ क्या यार, सक्सेस पाउनुहुन्छ। तपाईँले भनेको कुरा पाउनलाई धेरै मेहनत लाग्न सक्छ तपाईँलाई, तपाईँले गर्नुपर्छ, हिम्मत हार्न हुँदैन। जिन्दगीमा सबले गरे हो क्या, सबले मेहनत गरेर नि गरे हो। तपाईँले पनि मेहनत गर्नुपर्छ त्यो कुराको लागि। कसैको आश चाहिँ नराख्नु भन्छु म चाहिँ होइन। जसले आश राख्छ पछि त्यो कुरा फिलअप भएन भने यति चित्त दुख्छ, यति चित्त दुख्छ। त्योभन्दा किन आफ्नो चित्त दुखाउनुहुन्छ क्या होइन। चित्त दुखाउने कामै नगर्नु। तपाईँले कसैलाई आश, कसैको ट्रस्ट